लगातार खुलिरहेको थियो आइपिओ एकचोटि होइन, हजुरहरूले पक्कै भन्नुभयो होला, त्यो त छुटाउनु भएन होला। अहिले चाहिँ बिचमा केही समयको लागि खुलेको छैन। जस्तो फरेन इम्प्लोइमेन्टको लागि गएकोहरूको लागि त खुलेको छ अहिले पनि, अनि म्युचुअल फन्ड पनि खुलिरहेछ, तर आइपिओ खुलेको छैन होइन। अनि तर आइपिओ खुलेको बेलामा चाहिँ भर्नको लागि तपाईँले डिम्याट खाता चाहिन्छ। हजुरको मेरो सिएसपा अरू सबै चाहिन्छ कि तपाईँहरूले त्यो सबै बनाएर रेडी पारिसक्नु भयो त? पार्नुभएको छैन भने यही हो मौका। यही बेलामा नजिकैको शाखा ब्याङ्कहरू अथवा ब्रोकरहरू जे नजिक हुन्छ त्यहाँ गएर हजुरले सबै अकाउन्टहरू रेडी पारेर राख्नुभयो भने आइपिओ खुलेको बेला हतार हतार गरेर त्यति बेला मात्रै आइपिओ खोल्दा मात्र हतार गर्दा केही डकुमेन्ट छुट्ला, केही भएर नखुल्ला। त्यही भएर पहिले नै सबै डकुमेन्ट रेडी गराएर खोलेर आइपिओ भन्नलाई रेडी भएर बस्नुहोस् है त। थ्याङ्क यू।